स्थानीयमा अनि यता पुलचोकको प्रहरी बिट पनि हल्का टाइट गर्नु पर्यो। सामुदायिक प्रहरी समझदारी शान्ति कम्युनिटी पुलिस पार्टनरसिप फर पिसफुल एन्ड सेक्युर सोसाइटी लागू औषध नियन्त्रण सम्बन्धीमा अस्थायी प्रहरी पोस्ट खर्साल राजविराज सप्तरी मिति 2082/6/26 गते विद्यालय सामाजिक संस्था सामुदायिक स्थानीय तह नेपाल प्रहरी अनि मेरो अनुरोध त्यति नै छ। त्यो सम्बन्धीमा हामी यहाँ गस्ती पेट्रोलिङहरू गरि नै राख्छौँ। त्यो तपाईँले हेरि पनि राख्नुभएको छ। यो औषध भनेको कस्तो भने चाहिँ यो एउटा नसा हो जसले चाहिँ हाम्रो युवा पिँढीलाई युवालाई के गरिरहेछ भने चाहिँ डिक्रिज गरिरहेछ क्या, जसले तपाईँलाई गर्नुपर्ने काम नगरिकन उनीहरू अनत्रै आफ्नो विकासोन्मुख कामहरू छोडेर अब एकहोरिने, अब घरमा कतै लागु औषध खान नपाए चोरी गरिदिने, क्राइम गरिदिने, यिनीहरूमा एक्सिडेन्ट गरिदिने, त्यस्तो कुराहरू गर्छ यो। अनि एउटा क्वेसन छ मसँग, लागु औषधको तपाईँहरूलाई पनि त्यो गरि पनि रहेछौँ र हामीले त्यो ठाउँ-ठाउँमा अब त्यस्तो प्रवृत्तिको मान्छेहरू हेर्दाखेरि अब बिक्री वितरण गर्ने यहाँ पत्ता पनि लाउँदैछौँ। त्यस्तो छ भने त्यसलाई कानुनीमा उभ्याउने पनि हो, हामीले माथिल्लो निकायमा पठाउने हो, समात्ने हो। हाम्रो काम त्यही हो। तपाईँले यति आश्वासन दिइरहेको छु आश्वासन कि तपाईँ यति नियन्त्रण गर्नु होला कि जो लागु औषध युज गरिरहेछ र के भन्छ जो डिलिङ गरिरहेछ उहाँलाई पनि तपाईँहरू एकचोटि समात्ने प्रयास गर्नु होला। हामी इन्फर्मेसन पनि दिन्छौँ हामी त्यस्तो बेला। हुन्छ, इन्फर्मेसन तपाईँहरू दिनु, हामी अवश्य नै पक्रिन्छौँ। हामीलाई अगर जनशक्ति चाहियो भने हामीले के अरे माथिल्लो निकायसँग समन्वय गरेर थप मद्दत मागेर हुन्छ, कसरी हुन्छ त्यो नियन्त्रण गर्ने समात्नेतिर त हामी गर्छौँ। हुन्छ, हस्, थ्याङ्क यू। 1 2 3 say no to